ल हामी चाहिँ होइन पानी बनाउन आएको होइन घेलाञ्चोकमा ट्याक्क लाएर लालीगुराँस सालीगुराँस टिप्यो हाम्रो चिङ दाइले होइन। ल हामी चाहिँ अहिले घेलाञ्चोक गाउँमा छु होइन ट्याक्क लाएर। अब लालीगुराँस त पाउँदैन होइन उता टिप तिमीहरू। यो चाहिँ हाम्रो घेलाञ्चोकको नानीहरू हो होइन। ल हाई भनिदेऊ त मेरो मेरो घले ब्लग्समा फेरि तिमीहरूले ट्याक्क लाएर सब्सक्राइब गर्नुपर्छ है। कहाँ नगर्ने भने कहाँ पाउँछ त्यही छ त हातमा। यो दिनु मिल्दैन कि 4वटा मात्रै छ। खोइ त थ्याङ्क यू भनेको। ल ठिक छ ल ठिक छ। यो अलि माथिको रहेछ है यहाँतिर अलिकति। ल ल ल बाई बाई ल ल ठिक छ ल। सोल्टी कस्तो पानी बनायो नि त? ल पानी पनि बनायो होइन। लालीगुराँस 4वटा थियो अब त्यो नानीहरू लैदियो एउटा त मेरो होइन। केटाहरू पानी यो चाहिँ हाम्रो घट्टा हो है। हाम्रो के अरे घेलाञ्चोकको घट्टा। हाम्रो पिठोहरू बनाउनु पऱ्यो भने चाहिँ यहीँ बनाइन्छ। चाहिँ हाम्रो अब छिम्बे दाई छिम्मर। अब यहाँ घेलाञ्चोकबाट आउँदैछु है। अब हेर्नुहोस् यसरी कट्टुमा चप्पलमा ट्याक्क लाएर यसरी सिँढीमा उयो पानी। भ्लग बनाएछु कि भ्लग अब जोडेर हाल्ने हो नि त पछि। ल हेर्नुहोस् यस्तै छ बाटो है। अब गाउँठाउँमा यस्तै हुन्छ बाटोहरू है। उकालो ओह्रालो हिँडिराख्नै पऱ्यो होइन। जिन्दगी यस्तै हो कहिले तल कहिले माथि भने यस्तै हो। कहिले सुख त कहिले दुःख होइन। यस्तो छ लसित बाटो है। तपाईँहरूलाई म घेलाञ्चोक गाउँ पनि देखाउँछु है। हिँड्दै जानु होला। हाम्रो पानीको अध्यक्ष मङ्गल गुरुङ हाम्रो ऊ चाहिँ पानीको अध्यक्षज्यूले हामीलाई बोलाएर हामी यहाँ पानी बनाउन आइयो। पानी त यसमा त गइसक्यो होला है। अब पानी गएको भने त अब तपाईँले फोन गरेर सोधपुछ गर्नुहोस्। फेरि भएन भने हामी फेरि पानी बनाउन जान्छु यहीँबाट फर्केर होइन सोली। लालीगुराँस हेर्नुहोस् ऊ तलको चाहिँ बगरसाप गाउँ हो है। ल हामी चाहिँ घेलाञ्चोक आइपुग्यो। घेलाञ्चोकको लास चलाउने ठाउँ। अब भनेपछि झर्दैछु। पानी बनाउनु जाँदाको भ्लग चाहिँ बनाएन होइन। अब फर्किँदाको चाहिँ भ्लग बनाउँदैछु। ल यस्तो छ साथीहरू ठाउँ है। अब घरमा गएर पानी आइके आयो त्यो पनि बनाएर अब हाल्नु पर्ने नि युट्युबमा हाल्छु म है भरे हेरेँ। सब्सक्राइब पनि गरेको आइबिन घले छ। सब्सक्राइबै छैन मेरो यार। एउटा मात्र सब्सक्राइब छ यार। त्यो नै हालौँ ल। हामी चाहिँ थोचेबाट है साथीहरू। ल थोचे मनाङ थोचे। ल हेर्नुहोस् घेलाञ्चोक गाउँ देखाउँछु तपाईँहरूलाई है। घेलाञ्चोक गाउँ यो चाहिँ उता चाहिँ चाइनिजको कन्स्ट्रक्सन भइरहेछ। कस्तो हुँदो रहेछ गाउँको बिचमा बनाउँदै हिँड्छ म। कस्तो हुँदो रहेछ एक्सपिरियन्स गर्छु म है आज है। के त भोलि पर्सि भ्लगरै बन्छ किन। यो चाहिँ हाम्रो घेलाञ्चोकको माने मजाको छ है। यहाँ चिसो धारा चिसो। ल हेर्नुहोस् घेलाञ्चोकको धारा। हामी उल्टो चाहिँ जानु हुँदैन सुल्टो जानुपर्छ है। यो चाहिँ बगरसाप झर्ने बाटो। ऊ लालीगुराँसकोबाट सानो माया लाग्दो हेर्नुहोस् त्यहाँ। हामी चाहिँ अहिले घेलाञ्चोक गाउँमा छौँ। फर्स्ट टाइम भ्लग बनाएर हातै गल्दो रहेछ यस्तो लगाएर।
कस्तो दामी पाराले यहाँ दाउरा राखेको छ है सररररररर ट्याक्क दामी यहाँ चाहिँ स्यौ फार्मिङहरू हुन्छ होइन किबीको बोर्ड पनि रहेछ अब हातमा लाली गुराँस छ है यहाँतिर घरहरू त्यस्तो छ है सरररररर साथीहरू चाहिँ गइसक्यो आफू एक्लै यहाँ पछाडि कराएको चाहिँ मैले खुर्पिँदै हेरेछ कि पछाडि चाहिँ लान्छु कम है ल हेलो पुरै गाउँ त हानिदिनु पर्यो नि त होइन ल हाम्रो घेलान्चोक गाउँ चाहिँ यहीँ समाप्त हुन लागिरहेको छ है साथीहरू तपाईँहरूलाई यो ग्रिन हाउसहरू बनाइरहेको छ यहाँ हावा चलिरहेको छ उता त चाइनिज प्रोजेक्टको काम भइरहेको छ घरहरू कस्तो माया लाग्दो छ यता यता चाहिँ सौबारी पनि होइन सौबारी पनि छ यता ट्याक्क लाएर ल तपाईँहरूलाई म ओडारको भिडियो देखाउँछु सिधै अब है एकछिन हात गल्यो मोबाइल समात्त ल हामी ओडार आइपुग्यो है यो चाहिँ अब चाइनिजको प्रोजेक्टको काम भइरहेछ यहाँ हेलो दाइ त्यस्तै हो भनेछ ल फोरेर कस्तो थियो कस्तो बनाइदियो ल ल ओडारको टप घर आइपुग्यो उता चाहिँ हाम्रो गाउँको मुनि ट्याक्क माथि चाहिँ हिमाल छ है ऊ हेर्नुहोस् त्यो चाहिँ डोनाको माथिको हिमाल हो त्यो सब लाली गुराँस बोकेर हिँडिरहेको छ यहाँ केटाहरू अब केटी त छैन है अब कसलाई दिने होला अब अर्को बुढीलाई दिएर भएन रिसाउँछ है यता हेरेको खा ढोको खुल्ला भएको यहाँ चाहिँ अब अहिले हाम्रो त के भन्ने होइन अब तर यहाँ काम गर्नेहरू चाहिँ बस्नुहुन्छ यतातिर खै त काका आमा काका गयो होला तल जाने भन्दै थियो हो गयो जस्तो छ है जाउँ न तलै गरेर खाउँ ल बाटो यस्तो छ है ल हेर्नु चाहिँ यस्तरी कराइरहेको छ यहाँ पुरानो घरहरू है यो चाहिँ खास मेरो पहिला हामीसँग बढे कुडु चिकन छोली भिडियो जाएन है यति गाई बिरुवा हाल्यो नि होइन गाई के चाहियो
ओडार आइपुग्यो हामी ल यो चाहिँ नस्पतिको बोर्ड हो यो सानो फलिरहेको छ त्यो डाँडा पुग्यो होइन ओडारको गाउँ दामी देख्छ अहिले यहाँबाट चाहिँ हाम्रो कसै राम्रो देखिन्न तपाईँहरूलाई यस्तै भ्लग हेर्नु मन छ भने चाहिँ भनिराख्नुहोस् होइन कमेन्ट गर्नु होला देखाइदिन्छु ओडार गाउँ अब हल्का तलतिरको छेके छ है यहाँबाट तपाईँको जग्गाहरू दामी देखिरहेको छ आज चाहिँ हामी तपाईँहरूलाई तिनवटा गाउँ देखाउँछु है एउटा हेलाञ्चोक हेर्नुभयो त्यहाँबाट ओडारबाट हामी देखाउँछु तपाईँहरूलाई थोचे अझै मन्दिर छ है यी घरहरू ल ओह्रालो झरिरहेको छु हामी है साथीहरू अब धेरै काम गरियो है खुट्टा हेर्नु न किन नआएको रहेछु ओडारको स्कुल है यो चाहिँ श्री सरस्वती आधारभूत विद्यालय स्थापित 2024 मा रहेछ यो चाहिँ हाम्रो ओडार गाउँको होमस्टे है केलाञ्चोकसम्म आयो ल हामीसँग पानी बनाउन आएको एकजना हरायो है ल अलिक कान सुन्दैन हाम्रो दाइले लङ्गडी छ अब कहाँ गयो पर्खिनुपर्छ हामी यहीँ अब पर्खिँदाखेरि हल्का छ्याङ खाँदै यस्तो लाएर खाजा खानु पऱ्यो खाजा खाएर अनि गाउँतिर झर्नु पऱ्यो यो चाहिँ वेलकम टु होमस्टे 10 नम्बर रहेछ है ल दामी भएछ ल करु है यो आउने गाउँको बिचमा यस्तो ढुङ्गाहरू होइन यत्रो ठुल्ठुलो ढुङ्गाहरू घरहरू नि माया लाग्दो चिटिक्क बनाएको छ ओडारतिर यहाँ चाहिँ काम भइरहेछ है त्यहाँ खेलाएर ल ओडार गाउँमा हिँडिरहेको छु अब है मङ्गल आइज ल ओडार गाउँ चाहिँ यस्तो छ है यो चाहिँ अब मेरो साथीको घर हो है के गर्यो दाइ यस्तो लाएर यता खाजा खाएर जाऊँ भनेर ल हामी ओडाहरू कटेर आयो खाजा खायो टक्क लाएर छ्याङ खायो अनि त्यहाँबाट के अरे के खायो सोल्टी हामीले छ्याङ खायो रारा खायो सोल्टी छ्याङ खायो रारामा ट्याक्क टिमुरको छोप साग मिसाएर टिमुरको छोप हालेर खायो यो चाहिँ थोचे गाउँ है हाम्रो गाउँ यो चाहिँ थोचे स्कुल पनि त्यहीँ छ हस्पिटल पनि त्यहीँ छ है बाटो चाहिँ यस्तो छ है यहाँ ओडारको बाटो हो यो चाहिँ ओडारकोहरूले पूजा गर्दो रहेछ यहाँ ट्याक्क धारा सारा बनाएर है यहाँ धारा फर्फानी है ल अलि तल गएर है देखाउँछु साथीहरूलाई अहिले चाहिँ हामी हिँड्छु एकछिन थाकेछ पानी बनाएर ल आइपुग्नु लाग्यो थोचे अब चाहिँ खिच्यो त्यहाँबाट नि खिचिरहेको छ
थोचे आइपुग्यो है साथीहरू ल पानी बनाएर आयो है पानी बनाएर आयो है ल अब हाम्रो गाउँ देखाउँछु तपाईँलाई है तपाईँहरूलाई थोचे गाउँ थोचे बजारै हो खास होइन पहिला चाहिँ अब तपाईँको राम्रै ठाउँ हो अहिले चाहिँ अब अलिकति बाढी पहिरोले गर्दाखेरि चाहिँ अलिकति नराम्रो भएको छ है ल हेर्नु होला घुटीले त ओट्ने ओस्मने पनि लागेर गर्छ त्यही है हाम्रो गाउँ चाहिँ फेरि क्याम्पिङ हो सबै उसले ओटे औसिन मात्रै लाने हो उसको लागि त कसले व्यवस्था गरिदिन्छ खानपिन गर्ने व्यवस्था सँगै हुन्छ ठाउँ चाहिँ दामी छ है फेरि है ल अरू गाउँहरू हेरेर चाहिँ थोचे चाहिँ बवाल छ खानासाना पकाइदिने होला नि त अहिले चाहिँ रोडै यस्तो भित्ताबाट कुनाबाट लैछ है भिरबाट भिर पनि डेन्जर छ भित्र हेर्नु ल हाम्रो गाउँ चाहिँ यो ल साथी हो नजिकबाट भोलि पर्सितिर है तपाईँहरूलाई मन पऱ्यो भने चाहिँ देखाइदिनु